नमस्ते सबैजनालाई। आजको यो विश्लेषणमा हामी एउटा यस्तो विषयमा गहिरेर कुरा गर्दैछौँ जसले सायद हामी धेरैको मुटु छुन्छ। के पडकास्टको सामग्रीमा आधारित रहेर तयार पारिएको यो व्याख्यामा वैदेशिक रोजगारीमा गएका हाम्रा युवाहरूले गर्ने ती नदेखिएका लुकेका बलिदानहरूको बारेमा कुरा गर्नेछौँ। बाहिरबाट हेर्दा त सबै कुरा कति राम्रो कति चम्किलो देखिन्छ नि, होइन र? तर खासमा भित्री कथा कस्तो हुन्छ त? आउनुस् आज यो गम्भीर तर एकदमै महत्त्वपूर्ण विषयलाई सँगै बुझ्ने प्रयास गरौँ। विदेशमा पैसा छ तर खुसी छैन, यो भनाइ हामीले कति पटक सुनेका छौँ होला है। यसले नि त्यो बाहिरी चमक धमक र भित्री यथार्थ बीचको ठूलो खाडललाई ट्याक्कै देखाउँछ। विदेशको जीवन भन्न साथ हामी एउटा सुन्दर सुरक्षित भविष्यको कल्पना गरिहाल्छौँ, तर त्यो पर्दा पछाडिको भावनात्मक शून्यता अनि दिनरातको सङ्घर्ष कसले पो देखेको हुन्छ र? हो, आज हामी यही यथार्थको पत्र खोल्दैछौँ। भाग 1, रङ्गीन सपना अर्थात् एक सिद्ध भविष्यको भ्रम। अब एकछिन विचार गरौँ त। आफ्नै एउटा सानो घर बनाउने, परिवारलाई सुख दिने अनि अभावबाट सधैँको लागि निस्कने एउटा मिठो सपना बोकेर मानिसहरू यो यात्रा सुरु गर्छन्। तर बाटो कहाँ सजिलो छ र? पासपोर्ट बनाउने लाइनदेखि लिएर भिजा, मेडिकल अनि अन्तर्वार्ता पास गर्दासम्ममै आधा सास गइसक्छ। कतिले त यो यात्रा सुरु गर्नकै लागि आफ्नो पुर्ख्यौली जग्गा बेच्छन्, कतिले चर्को ब्याजमा साहुको ऋण काट्छन्। एयरपोर्टबाट उड्ने बेला आँखाभरि बिदाईको आँसु त हुन्छ नै, तर मनको कुनामा भने एउटा ठूलो आशा लुकेको हुन्छ। भाग 2, तीतो यथार्थ। जब त्यो रङ्गीन सपना र कठोर वास्तविकता बीच जम्का भेट हुन्छ, यहाँनिर आएर नि समाजले राखेको अपेक्षा र विदेशी भूमिमा बिताउनु पर्ने वास्तविक जीवनबीच कति ठूलो आकाश जमिनको फरक छ भन्ने कुरा छर्लङ्ग हुन्छ। एकातिर राम्रो तलब, राम्रो देश र गजबको भविष्यको सपना हुन्छ, तर अर्कोतिर एकदमै कठोर यथार्थ छ। 12 घण्टा लामो शिफ्ट, कहिलेकाहीँ त डबल शिफ्ट नै गर्नुपर्ने, अनि शरीरलाई पुरै गालले थकाइ। बाहिरबाट हेर्दा विदेश गएको मान्छे कति सफल देखिन्छ, तर भित्रभित्रै नि ऊ एउटा नितान्त एक्लो र कठोर दैनिकीसँग दिनौँ जुधिरहेको हुन्छ। अब यो 12 भन्ने अङ्कलाई नै हेरौँ न। यो सुन्दा एउटा सामान्य नम्बर जस्तो मात्र लाग्छ, तर खासमा यो 12 घण्टाको निरन्तर शारीरिक र मानसिक पसिना हो। ड्युटी सकेर आफ्नो त्यो सानो कोठामा फर्किँदा शरीर पुरै लखतरान भइसकेको हुन्छ। तर अचम्मको कुरा के छ भने नि, शरीरभन्दा धेरै त मन पो थाकेको हुन्छ। नेपालमा साथीहरूसँग चिया पिएको चोक, घरको तातो खाना अनि आमाले मायाले बोलाएको आवाजले निकै सताउँछ। तर जतिसुकै थकाइ लागोस्, जतिसुकै यादले सताओस्, भोलिपल्ट बिहान उठेर फेरि त्यही 12 घण्टाको मेसिनरी चक्रमा कुद्नै पर्छ, किनकि काँधमा जिम्मेवारीको ठूलो पहाड जुन्छ। भाग 3, जिम्मेवारी र मौन बलिदान। आफ्नो काँधमा पुरै घरको भार बोक्दै विदेश पुगेपछि नि एउटा कामदारको जीवन अब उसको आफ्नै मात्र कहाँ रहन्छ र? छोराछोरीको स्कुलको फी, घरको ऋण तिर्ने टेन्सन, दिदीबहिनीको बिहेको खर्च अनि बुबाको प्रेसरको औषधि, घरबाट आउने हरेक फोन कलमा यस्तै अपेक्षाहरू र आवश्यकताहरू जोडिएर आउँछन्। यसको मतलब उता पसिना बगाएर कमाएको एक एक पैसा यिनै आवश्यकताहरू टाल्नमै ठिक्क हुन्छ। कहिलेकाहीँ आफूलाई एउटा राम्रो मोबाइल फोन किनौन त वा सानो खुसी मनाउन त भन्ने मन त पक्कै हुन्छ नि, तर ती सबै रहरहरूलाई मारेर सम्पूर्ण पैसा सरासर घर पठाइन्छ। यो एउटा यस्तो मौन बलिदान हो जसलाई हाम्रो समाजले त्यति सजिलै देख्दैन। अनि बिस्तारै विदेशको जीवन ठ्याक्कै एउटा मेसिन जस्तै बन्न पुग्छ। काम, रुम, बस यही एउटा निरन्तर चक्र। यो चक्र यति एकनासले चल्छ कि यसको बीचमा एउटा मान्छेको त्यो सुन्दर जवानी कसरी बित्छ उसलाई नै पत्तो हुँदैन। यता घरमा पैसा आउन थाल्छ, परिवारमा खुसी छाउँछ, घरको तला थपिँदै जान्छ, भाइ बहिनीको पढाइ पनि राम्रो हुँदै जान्छ। तर त्यो खुसीको मूल्य चुकाइरहेको मान्छेले भने 7 समुद्र पारी, 4 भित्ता र कामको मेसिनरी बीचमा आफ्नो जीवनको सबैभन्दा ऊर्जावान समय सुटुक्क गुमाइरहेको हुन्छ। भाग 4, चाडपर्व र एक्लोपन। वर्षका सबभन्दा भारी अनि उराट लाग्दा दिनहरू। अरू बेला त जसो बित्छ, तर चाडपर्वको समयमा भने यो भावनात्मक शून्यता साँच्चै भन्नुपर्दा आफ्नो चरम सीमामा पुग्छ। दशैँ, तिहार, नयाँ वर्ष जस्ता चाडहरू नेपालमा परिवारसँग बसेर मनाउँदा कति रमाइलो हुन्छ है, तर त्यही चाड विदेशको सानो कोठामा बस्दा त्यति नै पीडादायी बनिदिन्छ। सामाजिक सञ्जाल खोल्दा परिवार र साथीभाइहरूसँगै रमाएको, टीका लगाएको फोटो देखिन्छ, तर आफू भने ड्युटीबाट फर्केर त्यही सानो कोठामा मोबाइलको स्क्रिन हेर्दै नितान्त एक्लै बस्नुपर्ने बाध्यता हुन्छ।
यो दृश्यले जो कोहीको पनि मन अमिलो बनाउँछ र प्रवासको वास्तविक मूल्य के हो भन्ने कुरा भित्रैसम्म महसुस गराउँछ। अब यहाँनिर एउटा एकदमै गम्भीर प्रश्न आउँछ, जुन प्रश्न सायद हरेक प्रवासीको मनमा कुनै न कुनै दिन पक्कै उब्जिन्छ। त्यो हो, विदेशको सबैभन्दा ठूलो दुःख चाहिँ खासमा के हो त? के यो दिनभरिको शारीरिक थकाइ हो, कि कामको निरन्तर बोझ, या भनौँ चाडपर्वमा हुने यो एक्लोपन हो त? त्यो प्रश्नको सबैभन्दा मुटु छेड्ने जवाफ हो आफ्नो मान्छे बिरामी पर्दा, वा भन्न पनि गाह्रो लाग्छ, मृत्यु हुँदा समेत उनीहरूको छेउमा हुन नसक्नु। विचार गरौँ त, फोनबाट अचानक खबर आउँछ उहाँ अब रहनु भएन। त्यो बेला मान्छेको मनभित्रबाट यसरी टुट्छ नि, जसको आवाज बाहिर कसैले सुन्दैन। रातभरि सिरक ओढेर भक्कानिएर रोए पनि भोलिपल्ट बिहान उठेर आँसु पुछ्दै फेरि त्यही काममा जानुपर्ने। कस्तो निर्मम बाध्यता! यो यस्तो यथार्थ हो जसले विदेशिनुको सबैभन्दा ठूलो र क्रूर मूल्यलाई दर्शाउँछ। यसलाई त शब्दमा वर्णन गर्न पनि सायद असम्भव नै छ। भाग 5, सिकेका पाठहरू। कठोर सङ्घर्षबाट निर्माण भएको मजबुत शक्ति। तर पर्खनुस् है, यति धेरै दुःख र पीडा छ भन्दैमा यो यात्रा पूर्ण रूपमा नकारात्मक मात्र पनि पक्कै छैन। विदेशको यो कठिन सङ्घर्षले मानिसलाई भित्रैबाट असाध्यै, साँच्चै भन्नुपर्दा फलाम जस्तै बलियो बनाउँछ। यसले जिम्मेवारी कसरी उठाउने भनेर सिकाउँछ, पसिनाको र पैसाको वास्तविक मूल्य बुझाउँछ, अनि परिवारको महत्त्वलाई झन गहिरो रूपमा महसुस गराउँछ। आजको यही कठोर परिश्रमले नै त भोलि नेपाल फर्केर कुनै सानो व्यवसाय सुरु गर्ने, आफ्नो सपनाको घर बनाउने र एउटा सुरक्षित भविष्य खडा गर्ने बलियो जग बसाल्छ नि, होइन र? त्यसैले त भनिन्छ नि, विदेशिनु भनेको केवल एउटा दुःखद कथा मात्र पटक्कै होइन। विदेश एउटा त्याग हो, सङ्घर्ष हो, तर सँगसँगै एउटा धेरै ठूलो आशा पनि हो। आफ्नो परिवारको राम्रो भविष्यका लागि आफ्नो वर्तमानको खुसी, आफ्ना रहर र जवानी त्याग्नु भनेको त मायाको सबैभन्दा ठूलो र निस्वार्थ रूप पो हो त। यो एउटा यस्तो लडाईँ हो जहाँ हाम्रा प्रवासी दाजुभाइ दिदीबहिनीहरू कहिल्यै हार मान्न चाहँदैनन्। र अन्तमा सङ्घर्षको मूल्य छ। यो भनाइले ती सबै नदेखिएका आँसुहरू, त्यो गुमेको जवानी र मौन बलिदानहरूलाई साँच्चै उचित न्याय दिन्छ। जो जसले आफ्नो परिवारको उज्यालो भविष्यको लागि यो यति कठिन बाटो रोज्नु भएको छ नि, उहाँहरूको प्रत्येक पसिनाको थोपाले ठूलो अर्थ राख्छ। एक दिन पक्कै पनि राम्रो समय आउनेछ भन्ने त्यो दृढ विश्वास नै यो सम्पूर्ण सङ्घर्षको मुख्य जग हो। तर जाँदा जाँदै हामीले एउटा प्रश्न भने सोध्न जरुरी छ, के साँच्चीकै यो मौन बलिदानलाई हामीले हाम्रो समाजमा दिनुपर्ने जति सम्मान र कदर दिन सकेका छौँ त? यसबारे हामी सबैले मनन गर्न जरुरी छ।